ब्रेस्ट क्यान्सर जसलाई पनि हुन सक्छ। कसैको आमा बहिनी दिदीहरूमा ब्रेस्ट क्यान्सर छ भने उहाँहरूमा पनि ब्रेस्ट क्यान्सर हुने सम्भावना बढी हुन्छ। फिजिकल एक्टिभिटीहरू गर्नुहुन्न, स्मोकिङ गर्नुहुन्छ, अल्कोहल खानुहुन्छ भने यो कुराहरूले पनि ब्रेस्ट क्यान्सरको सम्भावनालाई बढाउँदछ। ब्रेस्ट क्यान्सर यदि छिटो पत्ता लगाउन सक्यो, अर्ली स्टेजमा पत्ता लगाउन सक्यो भने ब्रेस्ट क्यान्सर क्युरेबल डिजिज हो, ठीक हुने रोग हो। ब्रेस्ट क्यान्सर भइसक्यो भनेपछि अब के गर्ने? अहिले ब्रेस्ट क्यान्सर भएको चौथो स्टेजका महिलाहरू पनि वर्षौं वर्ष बाँच्न सक्नुभएको छ। ब्रेस्ट क्यान्सर भनेको के हो त? ब्रेस्ट क्यान्सर भनेको क्यान्सर शरीरको जुन पनि भागमा हुन सक्छ, त्यो क्यान्सर हाम्रो स्तनमा भयो भने त्यसलाई ब्रेस्ट क्यान्सर भन्छौँ। ब्रेस्ट क्यान्सर प्राय जसो महिलाहरूमा हुन्छ, तर पुरुषमा हुँदैन भन्ने होइन। बढी महिलामा हुन्छ, कहिलेकाहीँ पुरुषमा पनि हुन सक्छ। त्यो भनेको ब्रेस्ट क्यान्सरलाई चिन्ने तरिकाहरू छ। सबभन्दा महत्त्वपूर्ण लक्षण भनेको ब्रेस्टमा कुनै पनि किसिमको गाँठो हुनु हो। प्राय जसो यो गाँठो सारो हुन्छ, ढुङ्गा जस्तो सारो हुन्छ, छाम्दाखेरि नदुख्ने हुन्छ, दुख्न पनि सक्छ तर प्राय जसो नदुख्ने हुन्छ। त्यस्तै स्तनमा चाहिँ तपाईँको कहीँ थिचेको जस्तो देखिन सक्छ। कहिलेकाहीँ स्तनबाट सेतो पानी आउने वा रगत जस्तो आउने कुनै पनि तरल पदार्थ आउने हुन सक्छ। कहिलेकाहीँ चाहिँ तपाईँले को रेगुलर जुन नियमित आकार छ ब्रेस्टको, त्यसमा अचानक चेन्ज हुनु, अचानक ठुलो हुन सक्छ। को महिलाहरू यसको बढी जोखिममा पर्नुहुन्छ त? हेर्नुहोस्, ब्रेस्ट क्यान्सर जसलाई पनि हुन सक्छ, तर केही कुराहरू छ जसले यसको जोखिमलाई बढाउँछ। जस्तै सबभन्दा महत्त्वपूर्ण जोखिमको कुरा भयो उमेर। मान्छेको उमेर जति बढ्दै जान्छ, खास गरी 40 भन्दा माथिको महिलाहरूमा ब्रेस्ट क्यान्सर हुने सम्भावना पनि बढ्दै जान्छ। त्यस्तै अर्को महत्त्वपूर्ण रिस्क फ्याक्टर यानि कि जोखिम हो पारिवारिक हिस्ट्री, फ्यामिली हिस्ट्री हुनु। यदि कसैको आमा बहिनी दिदीहरूमा ब्रेस्ट क्यान्सर छ भने उहाँहरूमा पनि ब्रेस्ट क्यान्सर हुने सम्भावना बढी हुन्छ। यो एउटा जेनेटिक कज, जेनेटिक कारण हुन्छ। त्यस्तै अरू कारणहरूमा कुनै महिलाले कहिले बच्चा पाउनु भएको छैन, होइन, बच्चालाई दुध खुवाउनु भएको छैन, वा सेडेन्ट्री लाइफस्टाइल यानि कि धेरै फिजिकल एक्टिभिटीहरू गर्नुहुन्न, स्मोकिङ गर्नुहुन्छ, अल्कोहल खानुहुन्छ भने यो कुराहरूले पनि ब्रेस्ट क्यान्सरको सम्भावनालाई बढाउँदछ। ब्रेस्ट क्यान्सर यदि छिटो पत्ता लगाउन सक्यो, अर्ली स्टेजमा पत्ता लगाउन सक्यो भने ब्रेस्ट क्यान्सर क्युरेबल डिजिज हो, ठीक हुने रोग हो। छिटो पत्ता लगाउनलाई सबभन्दा पहिला त आफै सचेत हुनु पर्यो। आफ्नो स्तनलाई होइन रेगुलर मन्थमा चेक जाँच गर्नु पर्यो, हेर्नु पर्यो। शङ्का लाग्यो भने तुरन्त डक्टरनिर जानु पर्यो। बाहिरको देशहरूमा या आजकल हाम्रै देशहरूमा पनि यसको स्क्रिनिङ गरिन्छ। स्क्रिनिङ खास गरी 40 वर्षभन्दा माथि वा 50 वर्षभन्दा माथिको महिलाहरूमा गरिन्छ। मेमोग्राम भन्ने टेक्नोलोजीले, मेमोग्राम भन्ने यो भनेको एक्सरे हो, स्तनको एक्सरे गरिन्छ र त्यसमा केही शङ्कास्पद कुरा लाग्यो भने बायोप्सी गरिन्छ। यसरी स्क्रिनिङ गर्न सकिन्छ। त्यसपछि अब भनौँ ब्रेस्ट क्यान्सर भइसक्यो भनेपछि अब के गर्ने? ब्रेस्ट क्यान्सर भइसक्यो भनेपछि सबभन्दा पहिला त त्यो पत्ता लगाउनु पर्यो, बायोप्सी गरेर पत्ता लागिन्छ। त्यसपछि यो कुन स्टेजमा छ ब्रेस्ट क्यान्सर भन्ने कुरो हुन्छ। स्टेजको हिसाबले यसको उपचार गरिन्छ। पहिलो, दोस्रो, तेस्रो, चौथो स्टेज हुन्छ। अब त्यसपछि अब स्टेज सानो स्टेजमा छ भने शल्यक्रिया गरिन्छ, कहिलेकाहीँ किमोथेरापी गरिन्छ, त्यसपछि शल्यक्रिया गरिन्छ। अलि ठुलो स्टेजमा छ भने शल्यक्रिया, किमोथेरापी, रेडियोथेरापीहरू गरिन्छ। धेरै ठुलो स्टेजमा छ, फैलिसकेछ भने सिस्टेमिक थेरापी यानि कि अब कुनै अब त्यो रोग हेरेर हुन्छ। कसैलाई हर्मोनल थेरापी हुन्छ, कसैलाई इम्युनोथेरापी हुन्छ, कसैलाई किमोथेरापीहरू हुन्छ। त्यस्तै त्यो फैलेर कुन अङ्गमा गएको छ, कलेजोमा गएको छ कि टाउकोमा गएको छ कि फोक्सोमा गएको छ, त्यो हिसाबले त्यसको उपचार गरिन्छ। एउटा अब राम्रो कुरो के छ भने पहिला जस्तो भनौँ न, आजभन्दा 10-15 वर्ष पहिला जस्तो एकदमै होपलेस हुने अवस्था चाहिँ छैन। अहिले ब्रेस्ट क्यान्सर भएको चौथो स्टेजका महिलाहरू पनि वर्षौं वर्ष बाँच्न सक्नुभएको छ। अहिले टेक्नोलोजीहरू, दबाईहरू धेरै नै विकसित भइसकेको छ। स्टेज 4 को अब हर्मोन सेन्सिटिभ ब्रेस्ट क्यान्सर छ भने हर्मोनल थेरापीले मात्रै पनि धेरै वर्ष लाइफ एक्सटेन्ड गर्न सकिन्छ। त्यस्तै ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सर छ। ट्रिपल नेगेटिभ ब्रेस्ट क्यान्सर भनेको एकदम आक्रामक किसिमको ब्रेस्ट क्यान्सर हो। त्यसमा पनि आजकल इम्युनोथेरापीहरू र नयाँ प्रविधिहरूले गर्दा उहाँहरूको पनि सर्भाइभल धेरै नै बढाउन सकेछ। अब त्यसै गरी कहिलेकाहीँ ब्रेस्ट क्यान्सर हुन्छ र त्यो टाउकोमा फैलिसकेको हुन्छ। टाउकोमा पनि एउटा, दुईटा, तीनटा सम्म रोग छ भने त्यसलाई रेडियोथेरापी वा शल्यक्रिया गरेर त्यसलाई पनि मार्न सकिन्छ, हटाउन सकिन्छ। भनेपछि अहिले चाहिँ धेरै नै विज्ञान धेरै नै छिटो अगाडि बढिरहेछ र त्यो हिसाबले भविष्यमा यसको सर्भाइभल र यसको आउटकम अझै बेटर हुँदै जान्छ भन्ने कुरामा आशा गर्न सकिन्छ।